जय मसीह अनि गुड मर्निङ छ यहाँहरू सम्पूर्णमा हाम्रो देश विदेशमा छरेर बस्नुभएका हाम्रा प्यारा इसाई आमा बाबा भाइ बहिनीहरू अनि पास्टरज्यूहरू गुरुबाहरू जति पनि हुनुहुन्छ। आज चाहिँ विशेष वर्ल्ड सन्डे स्कुल डे भएको कारणले गर्दाखेरि चाहिँ यहाँहरूको माझमा एउटा दुईटा कुरा राख्न मन लाग्यो। यो दिन चाहिँ एकदमै महत्त्वपूर्ण दिन भएको कारणले गर्दाखेरि चाहिँ विशेष हाम्रो बालबालिकाहरूको लागि र आज यो द फर्स्ट सन्डे अफ नोभेम्बर है 2025 हो र आजको यो दिन भनेको चाहिँ एउटा विशेष बालबालिकाहरूको लागि चाहिँ प्रार्थना गर्ने एउटा दिन हो जस्तो मलाई लाग्छ। अनि अर्को कुरा चाहिँ यो चाहिँ टु अनर द फाउन्डर्स जसले चाहिँ यो सन्डे स्कुल सुरुवात गरे र उहाँहरूलाई सम्झेर र उहाँहरूलाई धन्यवाद दिने दिन जस्तो पनि मलाई लाग्छ। र एकदमै यो उहाँहरूले जुन योगदान गरेको छ हाम्रो क्रिस्चियन जगतमा, हाम्रो क्रिस्चियन एजुकेसनमा भनौँ, बालबालिकाहरूको एजुकेसनमा जुन प्रकारको उहाँहरूले यो योगदान गरेको छ त्यो चाहिँ हामीले उहाँहरूलाई सम्मान गर्नै पर्ने हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ आजको दिनमा चाहिँ अब धेरै चर्चेसहरूले चाहिँ यो अब्जर्भ गर्ने गर्दछ, मनाउने गर्दछ। हुन त अब यो मनाउने नमनाउने भन्ने कुरो ठुलो कुरो होइन, कतिले मनाउँछ कतिले मनाउँदैन। तरै पनि आजको दिनलाई चाहिँ एउटा इट इज अ स्पेसल डे फर द चिल्ड्रेन भनेर हामीले उहाँहरूको लागि प्रार्थना गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ। अनि त्यो हामीले गऱ्यौँ भने एकदमै राम्रो कुरो हो। र यहाँनिर म प्यारेन्ट्सहरूलाई पनि के भन्न चाहन्छु भने, हाम्रो सबै अभिभावकहरूलाई पनि के भन्न चाहन्छु भने, तपाईँहरूले आफ्नो बालबालिकाहरूलाई आजको दिनमा मण्डलीमा लगेर पास्टरले चाहिँ प्रार्थना गरिदियोस् भन्ने तपाईँहरूले इच्छा राख्नुहुन्छ भने र लानुहुन्छ भने चाहिँ आज एकदमै यो दिन चाहिँ एकदमै महत्त्वपूर्ण दिन हो। किनभनेदेखिलाई हामी मत्तीको 19 अध्यायको 13 देखि त्यहाँ हामी हेर्छौँ भनेदेखिलाई त्यहाँ के लेखेको छ भनेदेखिलाई चाहिँ बालबालिकाहरूमाथि चाहिँ हात राखी प्रार्थना गरिदिउन् भनी मानिसहरूले तिनीहरूलाई उहाँ कहाँ ल्याए भनेर भनेको छ है। भन्नुको मतलब चाहिँ यहाँ बालबालिकाहरूमा चाहिँ हात राखेर चाहिँ प्रार्थना गरिदिउन् भनेर चाहिँ तिनीहरूले भनेको चाहिँ प्यारेन्ट्सहरूले है, त्यो आमा बाबाहरूले चाहिँ उहाँ कहाँ भनेको चाहिँ यीशु कहाँ, प्रभु यीशु कहाँ चाहिँ मानिसहरूले चाहिँ आमा बाबाहरूले प्यारेन्ट्सहरूले चाहिँ के गरेको छ, यीशु कहाँ चाहिँ हात राखेर प्रार्थना गरिदिउन् भनेर चाहिँ त्यहाँ चाहिँ प्रभु कहाँ चाहिँ प्रभु यीशु ख्रिस्ट कहाँ चाहिँ लगेको कुरा हामी पाउँदछौँ। र है उनीहरूको इच्छा कति ठुलो इच्छा होइन, प्रभुले प्रार्थना गरिदिउन् भन्ने, अनि प्रेयर चाहिँ कति इम्पोर्टेन्ट भन्ने कुराहरू। अनि हामी त्यहाँ पढ्दै गयो भने प्रभु यीशु ख्रिस्टले चाहिँ बालबालिकाहरूमाथि चाहिँ हात राखेर चाहिँ प्रार्थना गरिदिएको कुराहरू हामी पाउँदछौँ। आमेन। र म तपाईँलाई यो इन्करेज गर्न चाहन्छु दिस मर्निङ है, यो बिहान तपाईँले पनि आजको दिनमा चाहिँ मण्डलीमा लगेर चाहिँ तपाईँको बालबालिकालाई चाहिँ पास्टरले प्रार्थना गरिदिउन्। र सबै पास्टर्सहरूलाई पनि अनि गुरुजनहरूलाई, गुरुबाहरूलाई र एल्डर्सहरूलाई पनि म बिन्ती गर्न चाहन्छु, तपाईँहरूले पनि आफ्नो मण्डलीको बालबालिकाहरूको लागि प्रार्थना गरिदिनुहोस् आजको दिनमा चाहिँ। हुनु त हामी सधैँ प्रार्थना गरिरहेको छौँ बालबालिकाहरूलाई, तर पनि मैले भनिहालेँ इट इज द स्पेसल डे फर आवर चिल्ड्रेन। हाम्रो बालबालिकाको लागि चाहिँ आजको दिन चाहिँ एकदमै महत्त्वपूर्ण दिन भएको कारणले गर्दाखेरि चाहिँ हामी सबैजनाले होल वर्ल्डमा है जसरी बालबालिकाको लागि प्रार्थना गरिरहेको छ त्यसरी नै हामी सबैजना चाहिँ आजको दिनलाई चाहिँ स्पेसल डे भनेर हामी प्रार्थना गऱ्यौँ भने यस्तै ठुलो काम हुनेछ भन्ने मेरो इच्छा र त्यो म विश्वास गर्दछु। र अलिकति तपाईँलाई एक दुईवटा कुरा यहाँ गर्नुपर्दाखेरि चाहिँ यो द फर्स्ट सन्डे अफ नोभेम्बर चाहिँ एउटा भनिहालेँ टु अनर द यो फाउन्डर्स अफ सन्डे स्कुल चाहिँ एन्ड हाइलाइट्स देयर रोल इन द क्रिस्चियन एजुकेसन फर चिल्ड्रेन एन्ड यङ। र आज यो विशेष यो 2 नोभेम्बर चाहिँ आज जसले सुरुवात गर्यो फाउन्डर्सहरू होइन, सन्डे स्कुललाई जसले सुरु गरे र यो चाहिँ उहाँहरूलाई सम्मान गर्ने दिन हो। र उहाँहरूले जुन यो क्रिस्चियन जगतमा जुन यो रोल प्ले गरेको छ, उहाँहरूको योगदान छ यो क्रिस्चियन एजुकेसनको लागि, बालबालिकाहरूको लागि,
र यो चाहिँ एकदमै मलाई के लाग्छ भने उहाँहरूको लागि पनि एउटा सम्मानजनक छ र उहाँहरूलाई हामीले सम्झनुपर्छ र सम्मान गर्नु नै पर्छ जस्तो मलाई लाग्छ र उहाँहरूलाई धन्यवाद पनि दिनुपर्छ। र यसको अलिकति अब म सिधै है यसको अब भनौँ अरिजिन चाहिँ किनभने अरिजिन हुन्छ, सुरुवात हुन्छ, कसरी सुरुवात भयो, कसले सुरु गर्यो भन्ने कुरा हुन्छ र त्यो तपाईँहरूलाई अलिकति भन्न मन लाग्यो। र यसको सुरुवात चाहिँ 1880तिर नै भएको रहेछ यो चाहिँ है। द मोडर्न मुभमेन्ट भनौँ, द बिगिन इन 1780। र यो चाहिँ एकजना मानिस हुनुहुन्छ जसको नाम चाहिँ रोबर्ट रेकिस भन्दो रहेछ। रोबर्ट रेकिसले चाहिँ यो चाहिँ 1780मा नै यो उहाँहरूले सुरु गर्नुभएको रहेछ। उहाँको टिमहरू त्यहाँ थुप्रै है। अनि उहाँ चाहिँ ही वाज अ ब्रिटिस जर्नलिस्ट हुनुहुन्थ्यो। अनि उसले चाहिँ यो इङ्ल्यान्डबाट चाहिँ सुरु गरेको छ र मेन उद्देश्य चाहिँ पर्पस चाहिँ के रहेको छ भने है टु टिच द चिल्ड्रेन अथवा भनौँ टु रिड राइट एन्ड स्टडी द बाइबल। परमेश्वरको वचन चाहिँ बाइबल चाहिँ हाम्रो बालबालिकाले चाहिँ उहाँले पढुन्, लेखुन् र बुझुन् भन्ने उद्देश्य उहाँको चाहिँ त्यो मेन रहेको थियो। र यसरी अनि उहाँले चाहिँ त्यो सुरु गरेको हामी त्यो कुरो हामी पाउँदछौँ। त्यही हो, यसको मेन उद्देश्य पनि त्यही थियो। मैले भनिहालेँ लेख्नु पढ्नु भन्ने कुरा अनि बुझुन् भन्ने कुरा, परमेश्वरको वचन चाहिँ सानो उमेरमा चाहिँ बालबालिकाको दिमागमा जाउन् र बालबालिकाले बुझुन् भन्ने कुरा। किनभने प्रभु यीशु ख्रीष्टको जीवनमा पनि हामी हेर्छौँ भनेलाई अनि प्रभु यीशु ख्रीष्ट पनि सानो उमेरदेखि नै त्यो सिनागोगतिर गएको हामी पाउँदछौँ। परमेश्वरको मन्दिरमा होइन, घरमा गएको र गमलियाहरूको र त्यहाँनिर भनौँ गुरुहरूको टिचर्सहरूको चाहिँ खुट्टामा नै बसेर अनि प्रभु यीशु ख्रीष्ट पनि परमेश्वरको वचन सिकेका कुरा हामी पाउँदछौँ। हुनु त सन्डे स्कुल त होइन बिहाइन्ड त्यति बेलादेखि नै सुरु भएको थियो, तर पनि त्यस्तो प्रकारले त्यो के भनौँ होइन अहिलेको मोडर्न टाइममा जुन प्रकारले हामीले गरेको थियो त्यस्तो थिएन, फेसिलिटीहरू केही थिएन। जे होस् र उहाँहरूको मेन उद्देश्य पर्पस चाहिँ त्यही नै थियो कि टु रिकग्नाइज द इम्पोर्टेन्स अफ सन्डे स्कुल्स है इन नर्सिङ द स्पिरिचुअल, इमोसनल एन्ड द मोरल डेभलपमेन्ट अफ यङ पिपल। यो मेन उद्देश्य त्यही थियो उहाँहरूको कि बालबालिकाहरूको चाहिँ आध्यात्मिक भावनाको कुराहरू र नैतिक विकासको चाहिँ पोषणमा चाहिँ सन्डे स्कुलको चाहिँ के रहेको छ, एकदमै महत्त्वपूर्ण पहिचान रहेको छ यो गर्नु हो। त्यसले गर्दाखेरि चाहिँ त्यो थियो उहाँहरूको चाहिँ कि बालबालिकाहरूको विशेष यो आत्मिक जीवनहरूमा र इमोसनल कुराहरू, भावनात्मक कुराहरूमा र नैतिकको कुराहरूमा चाहिँ त्यो डेभलपमेन्टको लागि चाहिँ विशेष यो उहाँहरूको एउटा उद्देश्य भनौँ त्यो रहेको थियो। कसरी पोषण गर्ने भन्ने कुराहरू सानो उमेरमा नै है बालबालिकालाई। र त्यसले गर्दाखेरि यो दिन चाहिँ इसाई शिक्षा र मूल्य मान्यताहरू चाहिँ यो मनाउने र दिनको रूपमा पनि यो के गरेछ मानिसहरूले लिएका कुराहरू छ। त्यसले गर्दाखेरि चाहिँ आजको दिन चाहिँ एकदमै इम्पोर्टेन्ट डे भएर गएको छ। र अन्तमा म तपाईँलाई यसको यो थिम भन्नु पऱ्यो, यसको थिम चाहिँ एकदमै मजाको, मलाई एकदमै मन पर्यो है। यसको थिम चाहिँ के रहेको रहेछ भन्नुलाई लिटल सिड्स बिग हार्भेस्ट भनेको छ। यो सानो बिउ चाहिँ ठुलो फसल भनेको है, एकदमै मलाई मन पर्यो यो लिटल सिड बिग हार्भेस्ट, सानो बिउ ठुलो फसल। साँच्चै आज हाम्रो बालबालिकाहरू आज हाम्रो अगाडि होइन सानो एउटा बिउ जस्तो छ, रायोको बिउ जस्तो छ, जुन कुरा हामी मत्तीको 25को 14देखि पाउँछौँ त्यहाँनिर होइन, द प्याराबल्स अफ द मस्टर्ड सिड भनेर रायोको दानाको बारेमा हामी पाउँछौँ। अनि एउटा रायोको दाना जस्तो छ हाम्रो अगाडि, तर भोलिको दिनमा त्यो रायोको दानाले ठुलो फसल दिन्छ। जसरी त्यो ठुलो फसल दिन्छ त्यसरी नै हाम्रो बालबालिकाहरूमाथि पनि आज हामीले कन्सन्ट्रेसन गऱ्यौँ भने, आज हामीले उहाँहरूमा हामी लगानी गऱ्यौँ भनेदेखिलाई भोलिको दिनमा चाहिँ अनि उहाँहरू चाहिँ हाम्रो लागि ठुलो एउटा सहायक बन्छ। उहाँहरूले ठुलो काम गर्नेछ भनेर हामी विश्वास गर्नुपर्दछ भनिन्छ होइन। आजको बालबालिकाहरू चाहिँ, आजको यङ्गर जेनेरेसनहरू चाहिँ भोलिको दिनको चाहिँ उनीहरू देशको अथवा मण्डलीको, हाम्रो समाजको चाहिँ कर्णधार हो भनेको जस्तै अनि त्यो रहनेछ। त्यसले गर्दाखेरि आजको दिन विशेष हामी बालबालिकाको लागि हामी प्रार्थना गरिदिउँ र उहाँहरूको डेभलपमेन्टको लागि, सबै कुरोको लागि हामी उहाँहरूलाई सम्झेर र सारा संसारमा भएको बालबालिकाको लागि हामी प्रार्थना गरिदिउँ। धेरै बालबालिकाहरू अनाथ बालबालिकाहरू छन्, आमा बाबा विहीन, कोही नभएको टुराटुरीहरू छन् संसारमा।
उहाँहरूको लागि पनि हामी सम्झनु पर्ने हुन्छ र त्यसले गर्दाखेरि यहाँहरूले यो दिनलाई चाहिँ स्पेसल डे मानेर चाहिँ प्रार्थना गरिदिनुहोस् भनेर एउटा दुईवटा कुरा मैले तपाईँको बिचमा राखेँ, बेसी बोलिहालेँ है, खालि 2-3 मिनट बोल्नु पऱ्यो भनेको हुन्छ। परमेश्वर यहाँ सबैलाई आशीर्वाद दिउन्, यहाँहरूको दिन उज्जवल रहन् र परमेश्वरको अनुग्रह सबै हाम्रो बालबालिकामाथि सधैँभरि रहेको होस् र हामी प्रार्थनामा सबैलाई हामी समेट्नेछौँ। धन्यवाद। गड ब्लेस यु अल।